नमस्कार हजुर, तपाईले केपी ओलीको संसदमा गरेको एउटा भाषण सुन्नुभएको होला नि। म संविधानको कुरा गर्दैछु, संविधान उल्लङ्घन, संविधान मास्ने कुरा गर्दैछु। यो कुरा उनी प्रधानमन्त्री हुने बेलाको हो। आपराधिक घटनामा नियमावलीको होइन, यहाँ संविधान उल्लङ्घन गर्ने व्यवस्था मास्ने कुरासँग म प्रश्न उठाइरहेको छु। आफू प्रधानमन्त्री हुने बेला अड्डा, अदालत, सत्ता, पावर सबै आफ्नो हातमा थियो। 2/3 दम्ब थियो। आफ्नो दम्बले सरकार चलाइरहेका थिए। त्यति बेला निकै संविधानका कुरा आउँथ्यो, नीति नियमका कुरा आउँथ्यो। संसदमा होस्, इन्टरभ्यूमा होस्, कुनै भाषणमा होस् या जनतासँग आफ्नो दम्ब राखेर केपी ओलीले कुरा गर्थे। केपी ओलीले कसैलाई पनि छोडेनन्। पत्रकारले पनि थर्काउने, संसदमा सांसदले थर्काउने, जनताले थर्काउने, किनकि उनी पावरमा थिए। अहिले जेलमा छन्। जेनजी आन्दोलनमा भएको दमनमा केपी ओलीको भूमिका के हुनु पर्थ्यो? एउटा प्रधानमन्त्रीको हैसियतले केपी ओलीको भूमिका के हो? के देशमा आन्दोलन भयो भने त्यसमा प्रधानमन्त्रीको कुनै भूमिका हुँदैन? अवश्य हुन्छ। त्यो नेपालको संविधान होस् या विदेशको कुनै नीति, नजिर या मानव अधिकार। प्रधानमन्त्री र गृहमन्त्रीले आन्दोलनमा कुन किसिमको दमन गरे? उनलाई नेपालको कुन कुन कानुनको दफाले दोषी ठहर गर्छ र त्यसमा ह्युमन राइट्स र इन्टरनेसनल लले के भन्छ? आयोगको रिपोर्ट हेर्नेछौँ आजको यस भिडियोमा। अपराध संहिताको दफा 25 को उपदफा 3 ले बल प्रयोग गर्दा आवश्यक पर्ने मनासिब बलभन्दा बढी बल प्रयोग गर्नमा रोक लगाएको छ। तर जेनजी आन्दोलनको 23 गते आन्दोलनमा आवश्यकताभन्दा बढी बल प्रयोग भएको थियो। कुनै पनि आन्दोलनको क्रममा नियमले पहिले घोडामुनि गोली हानी असक्त गराउने भन्छ, तर मृत्यु हुने गरी गोली हान्नु हुन्न भनेको छ। तर ती कलिला विद्यार्थीको सिधा टाउको र छातीमा गोली हानिएको छ। अपराध संहिता दफा 26 को उपदफा 2 अन्तर्गतका निजी रक्षाको अधिकार प्रयोग गरेर बचाउको प्रावधान अनुसार सरकारी पक्षबाट गोली प्रहार भएको अवस्था देखिन र पुष्टि हुन गएन। तर केपी शर्मा ओलीले गोली चलाउने स्थिति बन्यो र गोली चल्यो भने त्यस्तो कुनै स्थिति आन्दोलनमा सिर्जना भएको थिएन। संविधानको धारा 16 ले प्रदान गरेको बाँच्न पाउने अधिकार र धारा 17 ले प्रदान गरेको बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतालाई सरकारले मुखरित गर्नुपर्नेमा भदौ 23 गते सरकारको काम कारबाहीबाट नागरिकको उक्त अधिकार अपहरण हुन पुगेको छ। प्रधानमन्त्री र गृहमन्त्रीले गोली चलाउने आदेश हामीलाई हुँदैन भनेर अभिव्यक्ति दिएका थिए। तर प्रहरी सुरक्षाकर्मी र प्रशासकीय अधिकारीहरू प्रधानमन्त्री अन्तर्गत गृह मन्त्रालय र प्रधानमन्त्री स्वयंको प्रत्यक्ष नियन्त्रणमा हुन्छन्। गोली चल्न सुरु भएपछि गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री समेतलाई खबर गरेको भनेका छन्। 12:15 गोली चल्न सुरु भएपछि झण्डै 4 घण्टा गोली चलिराख्यो, त्यो पनि संसद भवन वरिपरि। गोली लागेका घाइतेहरूले अस्पतालमा बेड पनि पाएका थिएनन्। धेरै मिडियाहरूले यो खबर प्रकाशन गरिरहेका थिए, तर सरकार प्रमुख प्रधानमन्त्री र उनको गृहमन्त्रीले भने गोली रोक्नेतिर कुनै पनि प्रयास गरेको देखिन आएन। प्रधानमन्त्री र गृहमन्त्रीले संसद भवन वरिपरि क्षेत्रमा 4 घण्टाभन्दा बढीसम्म गोली चलिरहँदा पनि बल रोक्ने प्रयास गरेको देखिएन। प्रधानमन्त्री भनेको त देश चलाउने नेता हो। देशमा कहाँ के भइरहेको छ र किन भइरहेको छ भन्ने अधिकार रहेका पदाधिकारी हुन्। उनीहरू देशमा कहाँ के भइरहेको छ भन्ने तुरुन्त सूचना पाउने पहिलो अधिकारीमा पर्छन्। त्यस समयमा केपी ओलीले यस्तो भनेका थिए, हामीले कस्तो प्रधानमन्त्री पाएका थियौँ जसले संसद भवन अगाडि गोली चल्दा पनि कुनै खबर पाउँदैन, उसलाई जनताको कुनै पनि वास्ता हुँदैन, बालबालिका मरिरहेका छन् तर उसको मनमा अलिकति पनि दयाको भावना देखिन्न, उल्टै पावरको दम्भ देखिन्छ। प्रदर्शनकारीहरूको मृत्यु र घाइते भइसक्दा पनि यो घटनालाई रोक्ने प्रयास गरेको देखिएन। यसमा मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनहरूले के भन्छ त्यो पनि हेरौँ। मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र 1948 को धारा 19 विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा 20 को शान्तिपूर्वक भेला हुने अधिकार रहेको छ। त्यसैले यो घटनाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र 1948 उल्लङ्घन गरेको छ। नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि प्रतिज्ञा पत्र 1966 को धारा 6 ले जीवनको अधिकार, धारा 19 ले अभिव्यक्तिको स्वतन्त्रता र धारा 21 ले शान्तिपूर्वक भेला हुने अधिकार प्रत्याभूति गरेको पाइन्छ। यो घटनाले यो पनि उल्लङ्घन गरेको छ। यो घटनाले नेपालको संविधानको धारा 51 राज्यका नीतिहरूमध्ये उपधारा क, ख मानव अधिकारको संरक्षण र संवर्धन गर्दै विधिको शासन कायम राख्ने व्यवस्थाको पालना नभएको भन्ने तर्क छ। सरकारले भदौ 23 गते संसद भवन परिसर बाहिरका अधिकांश निहत्था प्रदर्शनकारीमाथि गोली प्रहारबाट विधिको शासन कायम राख्न नसकेको देखिन्छ। भदौ 23 गते संसद परिसर वरपर भएको घटनामा राज्यबाट निम्न त्रुटि भएका छन्। अधिकांश प्रदर्शनकारीहरू निवस्त्र हुनु, बन्दुक जस्तो गम्भीर हतियारको प्रयोग हुनु र धातुको गोली चल्नु, हतियार प्रयोग गर्नु अघि सबैले सुन्ने गरी चेतावनी नदिनु,
गोली चलाउनु अघि पानीको फोहरा, लाठीचार्ज, हवाई फायर, वार्ता आदि नगर्नु र राज्यद्वारा मानव अधिकारप्रतिको उत्तरदायित्व उल्लङ्घन हुनु। टाउको, छाती र पेटमा घातक गोली लागि प्रदर्शनकारीको मृत्यु भएको सब परीक्षणबाट खुल्न आएको छ। गोली लागि मर्ने र घाइते हुनेमा जेनजी पुस्ताका किशोरहरू समेत रहेका छन्। त्यसरी अत्याधिक मात्रामा नागरिकहरू घाइते भएको र तीमध्ये गोली प्रहारबाट घाइते भएको अवस्था समेत देखिन आएबाट कर्फ्यू र निषेधित क्षेत्र उल्लङ्घन गरिएको भन्ने बहानामा चरम दमन भएको स्थिति समेत प्राप्त भएको छ। यहाँ सरकारले कर्फ्यूको बहानामा गोली चलाएको पुष्टि भएको छ। भदौ 23 गतिको संसद परिसर क्षेत्रमा गोली चलेको र अवैध बल प्रयोगका लागि केही पदाधिकारीहरूका सम्बन्धमा मुलुकी अपराध संहिता अन्तर्गतका कसुरहरू आकर्षित हुन आउने देखिन्छ। ती पदाधिकारीलाई लापरवाहीपूर्ण र हेलचक्राइको कारणले मृत्यु हुन गएको देखिन्छ। मुलुकी अपराध संहिता 2074 को दफा 181 मा लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने प्रावधान रहेको छ। आयोगले प्रत्येक पदाधिकारीको ओहदा अनुसारको जिम्मेवारी, दायित्व सम्पादन गरेको कार्य घटनामा संलग्नता, गम्भीरता समेतको आधारमा पद र जिम्मेवारीपूर्ण अनुसार कारबाहीको लागि निम्न अनुसारको सिफारिस गरेको छ। कार्यकारी प्रमुख तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ। मुलुकी अपराध 2074 को दफा 181, 177, 178, 189 र 182 अनुसार 4 घण्टासम्म गोली नरोकेर हेलचक्राइपूर्ण क्रियाकलाप गरेको अवस्था देखियो, जसले गर्दा आन्दोलनमा यी दफाहरू उल्लङ्घन भएको पाइएको छ। अन्तमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ सहित उहाँहरू 3 जनालाई मुलुकी अपराध संहिता 2074 को दफा 181 को उपदफा 1 र सोही संहिता 2074 को दफा 182 अनुसार कसुर हेरेर अनुसन्धान तहकिकात अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने आयोगले निर्णय गरेको छ। अब यति भइसक्दा पनि नेकपा एमाले सडकमा आएर केपी ओलीको रिहाइका लागि आन्दोलन गर्नु कतिको जायज छ त? आन्दोलनमा कुन किसिमले बालबालिका मारिएका थिए, कति दमन भएको थियो, त्यो घटनाका भिडियोहरू हरेक नेपालीले देखिसकेका छन्। लोकतान्त्रिक प्रणालीमा कानुन सबैका लागि बराबर हुन्छ। पीडितले न्याय पाउनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ। तपाईलाई के लाग्छ? आफ्नो विचार कमेन्ट गर्नुहोला। भिडियो हेर्नुभएकोमा धन्यवाद। अर्को भिडियोमा भेटौँला।